सो हेलो हाई नमस्ते। अहिले हामी छौँ बेलका नगरको माथि सोमबारे डाँडामा। सो यहाँनिर चाहिँ तपाईँले देख्दै हुनुहुन्छ प्याराग्लाइडिङ गर्ने ठाउँ छ। उदयपुरको सबैभन्दा पहिलो प्रथम यो प्याराग्लाइडिङ हो। सो भेरी नाइस भ्यू, एकदमै राम्रो ब्युटिफुल। सप्तकोशीको धेरै ठाउँहरू यहाँबाट देख्न सकिन्छ। सो यहाँनिर तपाईँले तयारी अवस्थामा देख्दै हुनुहुन्छ होइन। उदयपुरमा तपाईँहरू यदि प्याराग्लाइडिङ गर्ने सोचमा हुनुहुन्छ भने, तयारीमा हुनुहुन्छ भने, सो तपाईँहरूले यो बेलकाको माथि सोमबारे डाँडामा तपाईँहरूले देख्न सक्नुहुनेछ। वाउ। अब आजको पाइलट मेरो नाम दया राई। म चाहिँ धरान चक्रबाट। हजुर मेरो फर्स्ट टाइम हो। कतिको एक्साइटेड हुनुहुन्छ त? म एकदमै एक्साइटेड छु पहिल्यैदेखि। यसलाई चाहिँ okay, so now is ready to fly. Wow. So लाइफमा यति नजिकबाट हैन, आफू त उडेको छैन तर उडेको पनि देखेको थिएन, आकाशमा मात्र देखिरहेको थिएँ। वाउ, so amazing guys. If you want to experience, take some memories. Woo! Wow. So जिन्दगीको लाइफमा एकचोटि चाहिँ उड्नै पर्छ हजुर। 6500। Wow. Woohoo. वाउ। उदयपुर बेलका उयो माथि मैनामानीमा रहेको तपाईँले देख्दै हुनुहुन्छ यो प्याराग्लाइडिङ डाँडा प्लेस। सो उहाँले भिडियो गर्दै हुनुहुन्छ क्या त्यसमा। हजुर वाउ, रेडी टु फ्लाइ। एकदमै सो एक्साइटेड। यस, उहाँहरू एकदमै विशेष हजुरको यो प्याराग्लाइडिङ हेर्नको लागि हामी यति धेरै आएका छौँ। सो विशेष गरेर फेरि हाम्रा आमाहरू धेरै आउनु भएको छ यहाँनिर। वाउ, आमाले एकदमै खुसी लागेको छ। आमाले चाहिँ प्याराले सिकाउनु आँट्नु भएकोमा धेरै धन्यवाद। अनि प्याराग्लाइडिङ वाउ, वाट्स वन्डरफुल। यतातिर चाहिँ हुँदैछ। अनि उहाँ चाहिँ पाइलट हुनुहुँदो रहेछ। घर मेरो मैनामैनी रामपुर। अनि महिला नै हुनुपर्छ, बहिनी नै। साहसीको एक मात्रै चाहना भनेको उड्ने हो हजुर। सो ओके, मलाई पनि उड्न चाहिँ मन छ कि, तर कस्तो अलिकति अलिक मुटु पनि छ, पैसा पनि छ, तर अलिकति खै के मिलिरहेको छैन। उहाँ होला हाम्रो।
झन्ड म पो उडे म भाइ एक्लै हो हजुर उहाँले मिलाउँदै हुनुहुन्छ उहाँहरू पनि हुनुहुन्छ सो उहाँ सायद वाउ हावा हावा उडिसक्नु भयो एकजना यसरी उड्नु भयो अर्कोजना यहाँ तयार हुनुहुन्छ वाउ उदयपुर राम्रो सुन्दर छ हाम्रो यतै पो आउँदै हुनुहुन्छ त हो त्यति रहेछ नि त हो क्या के अरे बाइकको उ जस्तो त हावा अलिक मिल्नु पर्ने रहेछ आउनलाई उड्नलाई हो हावा एकछिन ल ल ल ल ल रेडी उहाँ रेडी टु फ्लाइ एकजना चाहिँ उडिसक्नु भएको छ दुईटा रेडी छ यहाँनिर हाम्रो पाइलट हाम्रो दाजु हुनुहुन्छ जिन्दगी रमाइलो छ नि हजुर दिदी तपाईँ उड्ने भन्नुभएको होइन पशु बाबा कि तपाईँ हो हेल्प गर्नुपर्छ पाइलट चाहिँ विद्या हुनुहुँदो रहेछ विद्या साक्या त हाम्रो माननीय मन्त्री हुनुहुन्छ तर उहाँ यो पाइलट हुनुहुँदो रहेछ एकदमै सो ए म नेपाली बोल्दैछु हावाको बेगलाई ठ्याक्क थाहा पाउनु पर्दछ ओ यसरी यसरी यस वाउ ए दाजु झन्डै भाइ ल र ल र ल र ल ठोके जस्तो लाग्यो त मलाई आकाश ठुलो छ अब नभए आकाश सानो भए त जस्तो हुन्छ चरा जस्तै हुन्छ बाजे गर्ने भन्नुभएको होइन तपाईँले यहाँ पाइलटहरू हुनुहुँदो रहेछ त लेडिज पाइलट हुनुहुँदो रहेछ गर्ने भन्नुभएको पाइलटै हो अहिले जानेहरू होइन होस् आज ए सिङ्गल म जाम त त्यहाँ तल ल अब चाहिँ फाइनली अघि चाहिँ सिङ्गल चाहिँ थियो 65 सय हजुर त्यसमा पनि मिल्न सक्छ हजुर रेट चाहिँ उहाँको 65 सय 6500 तर त्यसमा मिल्न सकिँदैन बिस्तारै जाऊ रेडी दिदी ल ल ल टेक अफको मात्रै गरिदिन्छु ल थोरै यहाँको चाहिँ अघि अरू गरिसके ओके भाइ पनि छ भाइ यो उडेको उमा तपाईँ पनि पुगिसक्नु भयो ए उडिसक्नु भयो मोबाइल छैन यहाँ बस्नेले चाहिँ अहिले सोह्र गाइजहरू लाइफमा एडभेन्चरको
एक्सपिरियन्स गर्न चाहनुहुन्छ भने उदयपुरको यो महिना महिनी बेलुका चाहिँ महिना महिना सम्झिनुहोस् यहाँनिर उहाँहरू ब्लग पनि हुन्छ होइन मजाले तपाईँको गोप्रोबाट उहाँ हेर्नुहोस् त गाइजहरू उहाँ पुगिसक्यो समुद्र छेउमा यो रातो यो लु भेनाजी एकचोटि ट्राई गर्दिन नि आउनको लागि तल पुग्यो फेरि यहीँ ल्यायो एकचोटि मात्र एकचोटि मात्रै ल उहाँ कोसी पुगिसक्नु भयो हो यो त आफै यता यता जान्छु भनेर हुन्छ होइन यो हातले काट्नुपर्छ त्यो झोलामा पो टेक्दो रहेछ उहाँको अन्त त्यो सबै त्यो दायाँ र बायाँको कन्ट्रोल गाइजहरू हेर्नुहोस् गाइजहरू हेर्नुहोस् गाइजहरू हेर्नुहोस् उहाँ पुगिसक्यो ल हेर्नुहोस् हेर्दा हेर्दै गाइजहरू हेर्नुहोस् ल हेर्नुहोस् के तपाईँहरू साँच्चै नै प्याराग्लाइडिङ त गर्ने सोचमा हुनुहुन्छ हुनुहुन्छ भने आउनुहोस् उदयपुरको यो महिना महिनी ठाउँमा तपाईँहरूलाई स्वागत छ एकदमै राम्रो इन्भाइरोमेन्टमा यति धेरै होइन यति धेरै प्राइस पनि छैन एकदमै राम्रो कस्टमा तपाईँ उड्न सक्नुहुन्छ सो थ्याङ्क यू सो मच फर वाचिङ भिडियो